सम्पूर्ण अतिथिहरू, प्रिय गायक गायिका, हाम्रो गोर्खाको सान भाइ बहिनीहरू र यो गीतका सर्जक रविन भाइ, सङ्गीतकार गायक हरिराम भाइ, रेजिना बहिनी लगायत यहाँ उपस्थित हुनुहुने सम्पूर्ण गोर्खाली दाजुभाइ दिदीबहिनीहरूमा म हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। वास्तवमा यो गीतले म भर्खरै एसएलसी पास गरिसकेपछि गोर्खा क्याम्पस पढ्दै गर्दाखेरि हरेक हप्ता 2 पटक दरौदी तरेको सम्झना आइराखेको छ। दरौदीमा पौडी खेल्दै पसलानको उकालो चढेर झोलामा गुन्द्रुक र चामल बोकेर हिँडेको दिनको सम्झना भइरहेको छ। दरौदीले त्यो सम्झना गराइरहेको छ, किनभने दरौदी वास्तवमा हाम्रो लागि प्यारो छ। त्यति मात्रै होइन, कला भन्ने कुरा, संस्कृति भन्ने कुरा हाम्रो पहिचान हो। अहिले गोर्खाली कलाकारहरूको कारणले गर्दा गोर्खाले एउटा बेग्लै पहिचान बनाएको छ। राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा हाम्रा गोर्खाली कलाकारहरूले पहिचान बनाउनु भएको छ। हाम्रो गोर्खालाई विश्वभर चिनाउनको निम्ति धेरै ठुलो योगदान तपाईहरूले गर्नुभएको छ, किनकि संस्कृति भनेको हाम्रो पहिचान हो। र त्यही संस्कृति झल्किने खालको यो जुन आजको यो गीत पञ्चे बाजा सहितको गीत आएको छ, यसप्रति म विशेष गरी यसका सर्जकहरूलाई हार्दिक धन्यवाद। यो गीत ल्याउनको निम्ति यहाँको धेरै धन्यवाद। र यो गीत ल्याएर आफ्नो जीवनको, आफ्नो सांस्कृतिक जीवनको करियरलाई अगाडि लैजान तपाईहरू अग्रसर हुनुभएकोमा पनि म हार्दिक बधाई पनि ज्ञापन गर्न चाहन्छु। अघि नै सुमनजीले भनिसक्नु भएको छ, विशेष गरी यो गीतले हाम्रो दरौदी सँगसँगै पञ्चे बाजा भन्ने बित्तिकै, अघि यसको गीत बज्ने बित्तिकै कता कता नाचु नाचु पनि लागिसकेको अवस्था थियो। मलाई मात्रै होइन, तपाईँहरूलाई पनि त्यस्तै भएको थियो होला। विशेष गरी गण्डक क्षेत्रमा निकै चर्चित पञ्चे बाजा र गोर्खामा पनि निकै चर्चित पञ्चे बाजा कहीँ कतै लोप भएर जाने हो कि भन्ने खालको डर पनि हामीलाई छ। हामीले यसलाई पनि जोगाउन जरुरी छ। त्यो जोगाउने अभियान अन्तर्गतको यो एउटा अभियान हो भन्ने मलाई लाग्छ। आज त्यो पञ्चे बाजा जोगाउनको निम्ति हामी सबैले योगदान गर्न जरुरी छ। हाम्रा दाजुभाइ दिदीबहिनीहरू पनि अहिले त्यो पञ्चे बाजालाई जोगाउने अभियानमा हुनुहुन्छ। हामी के गर्न सक्छौँ, विशेष गरी गोर्खाली हाम्रो कलाकारहरूको जुन एउटा हाम्रो सांस्कृतिक समाज छ, त्यसले पनि यो अभियानलाई कसरी लैजान सकिन्छ भन्ने बारेमा एउटा खालको बहस ल्याओस् र त्यसमा हामीले पनि केही न केही कन्ट्रिब्युसन गर्न पाऊँ आगामी दिनमा भन्ने लाग्छ। र यो गीत आउँदै गर्दाखेरि थप नयाँ पुस्तालाई गोर्खाकै माटोमा जन्मिएका हुर्किएका हामीहरूले गोर्खाको पहिचानलाई, अघि सुमनजीले भन्नुभयो, खोलाबाट, नदीबाट खोला अनि खोल्सासम्म पुगेका अन्य जिल्लाहरू जस्तै हामीले हाम्रा पहिचानहरूलाई अगाडि ल्याउने गरी गीतको एउटा सर्जकहरू जन्माउन सकौँ र हरिराम भाइ र रेजिना बहिनीको यो गीत सुपर डुपर हिट बनोस्। त्यो हिट बनाउनको निम्ति तपाईँ हामी सबैले योगदान गरौँ। हामी नाचौँ, गाउँ, रमाउँ र गोर्खाको पहिचानलाई आगामी दिनमा थप अग्रसर बनाउने हिसाबले लागौँ। तपाईँहरू सबैलाई हार्दिक शुभकामना ज्ञापन गर्न चाहन्छु। र भर्खरै आज 3 गते मात्रै भएको छ, वैशाख महिनाभरि नयाँ वर्षको शुभकामना दिन पनि पाइन्छ। यहाँहरू सबैलाई यो वर्ष सुख, शान्ति, समृद्धि। धेरै धेरै धन्यवाद। आदरणीय सर, हामी साइनोले मित बढी भनेर बोल्ने गर्छौँ, तर मभन्दा धेरै अग्रज हुनुहुन्छ। आफैमा पत्रकार, आफैमा गीतकार, हाम्रो धेरै परिचय छन्। धेरैभन्दा धेरै संस्थामा आबद्ध हुनुहुन्छ। धेरै संस्थाहरूलाई यहाँले लिड गर्दै अगाडि बढ्नु भएको छ। सुमन पण्डितज्यू, यहाँलाई मेरो सम्मान। र सभाध्यक्षज्यू र सम्पूर्ण अतिथिज्यूहरूलाई मेरो ढोक छ, नमस्कार छ। र आज धेरै पत्रकार साथीहरू हुनुहुन्छ, यहाँलाई पनि मेरो सम्मान छ। आज यस विमोचन समारोहमा पाल्नु हुने सबै गोर्खाली दाइहरू, दिदीहरू, मेरो साथीहरू, भाइहरू सबैलाई पनि मेरो साङ्गीतिक अभिवादन छ। आज अत्यन्तै खुसी पनि लागिरहेको छ। यति मिठो गीतमा, यति राम्रो सृजनामा मलाई अभिनय गर्ने एउटा अवसर दिनुभयो। विशेष गरी हरिराम परिवारमा मलाई मेरो हृदयदेखि नै धन्यवाद छ। र यसै गीतका अत्यन्तै गोर्खाको एउटा शान, सबैले चिन्ने एउटा चिर परिचित कलाकार मेरो प्यारो भाइ। हामी पल्लो पल्लो गाउँको हो। मेरो गाउँमा मादल घिनघान गऱ्यो भने
भाइको गाउँमा सुनिन्छ। हामी नदी बस्दा पनि पल्लो गाउँमा बजेको गीतहरू गाएको गीतहरू हाम्रो घरमा हामी सुन्ने गर्छौँ। मेरो अत्यन्तै मनको भाइ रविन्द्र लामिछाने भाइलाई पनि धेरै धन्यवाद। र यसै गीतमा आफ्नो आवाज गर्नुभएकी मेरो आदरणीय दिदी, मेरो अभिभावक दिदीकै बाटो पछ्याउँदै पछ्याउँदै म पनि यो क्षेत्रमा अगाडि बढ्दैछु। मेरो आमा पछिको दिदीलाई मेरो सम्मान। र विशेष गरी आज यो विमोचनमा मलाई पनि धेरै खुसी लाग्यो। धेरै 101 गोर्खाली कलाकारहरू हुनुहुन्छ। आज देशैभरिका कलाकारहरूमा पनि गोर्खालीको एकदमै ठुलो जमात छ। आज कलाकारको सङ्ख्या बढ्दो क्रममा छ। यो खुसीमा मलाई पनि सामेल हुन पाएको छु। आज गोर्खाली कलाकारहरूले नेपालमै हुन्छ नि संस्थागत हिसाबलेदेखि लिएर हरेक काममा अगाडि हुनुहुन्छ, अग्रसर हुनुहुन्छ। हामी पछिका धेरै कलाकार भाइ बहिनीहरू पनि यति क्षमतावान कलाकारहरू पनि आइराख्नु भएको छ। यहाँलाई पनि शुभकामना व्यक्त गर्न चाहन्छु। र विशेष गरी आज यो विमोचनमा चाहिँ यसै गीतका सङ्गीतकार गायक हरिराम परियार मामाको जन्मदिन पनि सँगै परेको कुराले झन् अत्यन्तै खुसी लागेको छ। यहाँलाई अग्रिम चाहिँ जन्मदिनको शुभकामनाहरू म व्यक्त गर्न चाहन्छु। पञ्चे बाजा मैले अहिले पनि राम्रै बजाउँछु। के हात बसाल्नु पर्छ होला, तर अरू अहिले पनि राम्रै बजाउँछु। गोर्खा सांस्कृतिक समाजको कार्यक्रम हुँदै गर्दा मैले नरसिंह बजाएको धेरै साथीहरूले फोटो पनि खिच्नु भएको थियो। सँगै हामी दौडिया पनि थियौँ। धेरै धेरै धन्यवाद छ जसले मेरो समाज, गाउँको समाज, जसले मलाई मेरुदण्ड भनेर जहिले जहाँ पनि सहयोग गर्ने गरेको छ। आज यति राम्रो कार्यक्रममा आयोजना गरिदिनु भयो, जसका अध्यक्ष विष्णुदानी दाई यहाँप्रति सम्मान छ। त्यसै गरेर यो गीतको सर्जक रवि लामिछानेज्यू, मैले यो गीतलाई अलिक अर्कै बनाएको थिएँ। सङ्गीत त्यही थियो, तर मैले झिलिमिली गोर्खाको बजाएर माया गर्ने भेटिन्छ नजारा भनेर गोर्खालाई जोड्नुपर्छ भनेर बनाएर पठाएको थिएँ। तर रवि लामिछानेज्यूले होइन, यसलाई अझै यसो गरौँ न, डराउँदै मेरो काखैमा पर्ने, म पौडी खेलेर माछा मार्दै त्यहीँको माछा तरकारी बनाउँदै खाएर हुर्किएको मान्छे, यो गर्नुपर्छ क्या हो भनेर धेरै डिस्कस गरेर हामीले यति बेला डराउँदै खोला बनाएको हो। जसले यति मिठो थिएको शब्द सिर्जना गरिदिनु भयो रवि लामिछानेज्यू, यहाँलाई धेरै धेरै धन्यवाद छ मलाई यति मिठो सिर्जना दिनुभएकोमा। र रेजिना परियार गीत सङ्गीतको हिसाबले म भन्दा धेरै अग्रज, यहाँसँग सिक्नुपर्ने धेरै कुराहरू छन्। मैले जसले दोलीसाथमा काम गर्दै गर्दा मैले दोलीसाथमा काम पाउँछु कि भनेर उहाँलाई सोध्न गएका अनुभवहरू पनि छन् मसँग। तर साइलोले म मामा पर्ने भएर यहाँले सम्मान गर्नुहुन्छ। तर कला र कलाको हिसाबले म यहाँलाई धेरै सम्मान गर्छु। म प्रति यहाँलाई शिर झुकाएर नमन व्यक्त गर्न चाहन्छु, जसले आफ्नो कोकिलकण्ठ आवाजबाट यो गीतलाई अति सुन्दर बनाइदिनु भएको छ। त्यस्तै गरेर सुमन परियार, जोसँग मैले लिनुपर्ने धेरै कुराहरू छन्, सिक्नुपर्ने धेरै कुराहरू छन्, जसलाई मैले एकल फोन गरेर भोलि के सुटिङ छ जानुपर्छ भन्दै गर्दा एक वचन पनि हुँदैन नभनिकन, सायद त्यतिखेर कोट पनि सबै महिला थिए, तर म एक जोर कोट बाँचेको थियो। एक जोर मात्र कोट छ के गर्ने होला भन्दै गर्दा जे छ त्यही हालेर आउनुहोस् भन्दै गर्दा यहाँले सहजै रूपमा यो गीतलाई स्वीकार दिनुभयो। आफ्नो कला कौशल, आफ्नो मौलिक क्षेत्रबाट यो गीतलाई योगदान गरिदिनु भयो। यहाँलाई धेरै धन्यवाद छ। म धन्यवाद दिन चाहन्छु दीप कोटी गुरुङ दाई, जसले यो गीतलाई भिडियोको माध्यमबाट, कोरियोग्राफीको माध्यमबाट, निर्देशनको माध्यमबाट अत्यन्तै सुन्दर ढङ्गले बनाइदिनु भएको छ। म धेरै धन्यवाद दिन चाहन्छु। यो गीत मैले ठ्याक्कै बागलुङे बनाएको थिएँ। पहिला एरेन्ज गर्न जाने बेला बागलुङे पञ्चेबाजा बनाएर एरेन्ज गर्न गएको हाम्रो एरेन्जरज्यूले होइन तपाईँहरूको त गोर्खाली चल्छ, गोर्खाली बनाउनुहोस् न भन्नुभयो। त्यो भन्दै गर्दा मैले ल त्यसो भए गोर्खाली बनाएर म भोलि आउँछु भनेर यो गोर्खाली पञ्चेबाजा सिर्जना गरेर यो गोर्खाली भएको हो। किनभने रवि लामिछानेले लेखेको गीत शिरपुल सिरको त्यतिखेर चलिरहेको थियो। कतिबाट प्रभावित पनि थिएँ, त्यस्तै बनाउनु पर्छ कि भन्ने पनि लागिरहेको थियो मलाई। तर होइन, आफ्नो माटो, आफ्नो गाउँ, यति बेला दरौली खोला भन्दै गर्दा सङ्गीत चाहिँ बागलुङतिर, सङ्गीत चाहिँ म्याग्दीतिर गयो भने अलि राम्रो हुँदैन कि भन्ने पनि भएर हामीले गोर्खाली बनायौँ। र यो सबै गोर्खाली दाईहरूले, गोर्खाली साथीहरूले, गोर्खाली भाइ बहिनीहरूले यति धेरै एप्रिसिएट गरिदिनु भयो। गोर्खादेखि लोकदेवी प्रतिष्ठान गोर्खाका सचिवज्यू झोला बोकेर यहाँ आइदिनु भएको छ अमर दाई, यहाँपट्टि पनि सम्मान छ। अध्यक्ष र सचिवको यसरी ट्युनिङ मिल्नुपर्छ यो संस्थागत रूपमा पनि, र हामी सफल भइएको छ। मैले धेरै कुराहरू थाती राखेको छु संस्थागत रूपमा। धेरै कलाकार साथीहरूलाई यसपालि हामीले महोत्सवै गरेर, लोकदेवी महोत्सव गरेर पनि 141 जना कलाकारहरूलाई हटाएर काम गरियो।
तर अब बिस्तारै म आफ्नो व्यक्तिगत जीवनतिर लाग्छु। अब मेरो गीत सङ्गीतको जीवन र म यतातिर लागेर म आफू पनि व्यक्तिगत रूपमा सफल हुनुपर्छ भनेर यो बाटो अप्नाएको छु। यहाँहरूले माया गरिदिनुहुन्छ भन्ने बुझिसकेको छु। मैले आज यो क्यामेरा अगाडि देख्दै गर्दा हाम्रो कविराज भाइ, त्यसै गरी हाम्रो सञ्जय भाइ, मैले यहाँलाई धन्यवाद दिनुपर्छ र सम्पूर्ण पत्रकार साथीहरूलाई मैले धन्यवाद दिनुपर्छ र विशेष गरेर मेरो अभिभावक हाम्रो विष्णु दाई, साधुराम दाई, विष्णु स्क्वायर है, दुईटै विष्णु हुनुहुन्छ, विष्णु स्क्वायर, साधुराम दाई, सुमन दाई, हाम्रो इन्द्र दाई, नमराज दाईसँग हामी गाउँमा गएर एउटा गीत सुटिङ गर्नु पर्यो भन्दै गर्दा घर खोजेर 3 रात लाएर पानी परे सुटिङ गर्न सकिएन। चौथो चाहिँ दिनमा सुटिङ गरेर फर्केका पलहरू पनि छन्। दाईलाई धेरै धेरै धन्यवाद छ। त्यसै गरेर मेरो लोकगीत प्रतिष्ठानको सिको टिम जसले मलाई धेरै सहयोग गर्नु भएको छ, यहाँलाई पनि धेरै धेरै धन्यवाद छ। र यीसँग जोडिनु हुने स्टुडियोको माध्यमबाट, अडियोको माध्यमबाट, भिडियोको माध्यमबाट, सबै माध्यमबाट जोडिनु हुने सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यी सबै युट्युब हुने साथीहरूले युट्युबमा कम्युनिटी सेयर गरिदिन पनि अनुरोध गर्छु र फेसबुकमा एकचोटि गएर सेयर गरिदिन पनि अनुरोध गर्छु। र सबैलाई यति मिठो माया देखाइदिनु भयो। गोर्खाली एकता छ है अझै। हामी गोर्खाली एक कलको भरमा र ग्रुपमा मेसेज छोडेको भरमा पनि एकजुट हुन सक्छौँ भन्ने सन्देश यहाँहरूले देखाइदिनु भयो। म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।